Hello, Kuzampo and Namaste सबैलाई वेलकम टु माई न्यू ब्लग अनि सो आज चाहिँ हामीहरू रेडी भएर कहाँ जाँदैछु भने चाहिँ गेलुफुबाट इन्डिया ट्राभल गर्दैछु। सो इन्डिया चाहिँ कहाँ हो भने नि तपाईहरु मेरो ब्लग हेर्दै गर्दिनुहोस्। सो म तपाईहरुलाई अपडेट गर्दै गर्दिन्छु। र साथीहरु हामी चाहिँ यहाँ ब्लगमा फाँसिरहेको छौं किनभने आज चाहिँ थर्सडे हो कि युजुअली थर्सडे चाहिँ यहाँ इन्डियामा मार्केट लाग्छ नि त, त्यसले गर्दाखेरि एभ्री टाइम यस्तै हुन्छ आउनु र जानु चाहिँ। अनि हामी चाहिँ यहाँ हामी पनि वेट गरिरहेको छु। यो चाहिँ दादघरी बजार हो अनि हामी चाहिँ बल्ल बल्ल भुटानको गेटबाट एक्जिट भएर ट्राफिक जामबाट फ्री भएर अब चाहिँ हामी चाहिँ ट्राभल के अरे हाम्रो डेस्टिनेसनमा इन्डिया हो है, इन्डियाको बोर्डर बजार भनौँ न दादघरी। अनि यहाँ चाहिँ छ आजको गाइड। इन्डियाको चेकपोस्टमा एन्ट्री फेरि गर्नुपर्छ हो, अन्तखेरि म पर्खिरहेको छु गाडीमै। गरम भने यस्तो छ यहाँ बोर्डरमै झन् उता त भन्नु सक्दैन होला। अनि कसै मान्छे चाहिँ त्यहाँ एन्ट्री गरिरहेको छ, तपाईँले हेर्न सक्नुहुन्छ। ऊ पर चाहिँ एन्ट्री गर्छ कि त्यहाँनिर। अनि म चाहिँ वेट गरिरहेको छु। इन्डियामा चाहिँ यही झमेला छ, दुईटा एन्ट्री गर्नुपर्छ हो। अनि म चाहिँ पर्खिरहेको छु, अल्छी लाग्दै भए पनि। लडाई हुँदैछ है, लडाई दुईजना। डब्ल्यू के अरे डब्ल्यू त्यो पनि सुँगुर र कुकुर जिते सुँगुर ने। अनि अहिले चाहिँ अब हामी दादघरीको अलिक मुनि आइपुग्यो। ए शान्तिपुर आउन आँट्यो भनौँ न, शान्तिपुर जग्गाको नाम चाहिँ। र तपाईँहरूले हेर्न सक्नुहुन्छ बाटो चाहिँ अहिले राम्रो बनाएको छ त, त्यसले गर्दाखेरि स्मुथली त युजुअली यो बाटो ट्राभल गरिरहेको हुन्छ इन्डिया कहाँ सिलगढी गुवाहाटीहरू जाँदाखेरि पनि। अनि आज पनि आज चाहिँ हामी दुईजना मात्रै छौँ, नभए चाहिँ हामी फ्यामिली ट्रिप गर्छ। आज चाहिँ हामी चाहिँ कपल ट्रिप गरेको, कपल ट्रिप। सो कपल ट्रिप गर्दाखेरि चाहिँ मजा आउँदैछ। जाँदैछु अहिले, निकै छ अलिक जानुपर्ने, एकछिनतिर छ। अहिले हेर्नु बाटो हाइवे पुग्यो, जाँदैछु। भयो रेकर्ड। यहाँबाट चाहिँ फाइनली बयगाउँ पुग्यो क्या। बयगाउँ हेर्नुहोस्, यहाँबाट जान्छ फुलगाउँ हुनेबाट भर्खर जाँदैछ। फाइनली आइपुग्यो हाम्रो डेस्टिनेसन भन्ने भनौँ न। डेस्टिनेसन चाहिँ अब यहाँ यस्तै अलिअलि सपिङ गरेर यस्तै घुमेर पुच्काहरू के खाएर
हेर्दैछ ऊ छेउमा हेर्दैछ लुगाहरू ट्याप्पै रहेछ यहाँ हो मन पर्यो मन पर्दैछ साइज पाइन साइज यहाँ हेर्नुहोस् है ब्यागहरू छ है छ चेस्मा किचनको चाहिँ मजाको रहेछ हेर्नुहोस् न किचनको चाहिँ यहाँ मजाले राखेको छ अब चाहिँ खानेको ठाउँतिर आइदियो खानेको ठाउँतिर खोइ बुढाउनु त म्यागी पाउँदैन थियो यहाँ भन्ने म्यागी भ्याराइटिज यहाँ आम्मामा निकाल न मेरो नामको ब्रान्ड रे यस्तो प्योर झर्के झर्के होइन लाइक अब फादर सेइङ होइन यो पो लानुपर्ने छ त यता बिरको जस्तै होइन ओखली हेर्नु न ओखली के साह्रो सानो हेभी रहेछ यति रहेछ साह्रो साह्रो गरम रहेछ हावाको लागि त्यस्तो लिएर जाउँ होइन यस्तो पर्फेक्ट गरेर राखेको छ यहाँ पर्फेक्ट यो मलमा चाहिँ अलिक चिसै रहेछ चिसो सर्टहरू चाहिँ यतिकै रहेछ only 400 only 200 कस्तो देख्दैछ वाह ऐना कहाँ रहेछ यो पो साउँछ कुन चाहिँ बोरिङ पार्ट चाहिँ हेर न यसले अलिक हुने रहेछ यस्तो कहाँ लाउँछ यहाँ चाहिँ नानीको आइटमहरू चाहिँ नानीको त यहाँ पो छ त अब चाहिँ लुगाको दोकानमा यहाँबाट चाहिँ एउटा चप्पल चाहिँ लानु पऱ्यो भएन ब्यागहरू ग्यासहरू हेर न अफर प्राइस यो मेरो लाएको जस्तो चप्पल चाहिँ चाहियो छैन छ त्यो पनि छैन छ कस्तो मजाको रहेछ है कपहरू
यहाँबाट चाहिँ म्याङ्गो चाहिँ लिएर जानु पर्यो फ्रेस आम मिठो हुन्छ बेसी लानु हुँदैन ठिकैको लानुपर्छ भैयाको हातबाट पुच्का खानु लागि रेडी छु है रेडी एकदम स्पेसल त्यो पुच्का चाहिँ कसले खाने नि स्पेसल गरिसकेर है अब चाहिँ बयगाउँबाट फर्केर जाँदैछु घरतिर अब चाहिँ फर्केर जाँदाखेरि चाहिँ सर्टकट होइन कि हाइवेबाट जाने हो डाइरेक्ट उता शान्तिपुरबाट निस्केर जाने अब चाहिँ यहाँ बयगाउँबाट जान्छ नि त अब चाहिँ यहीँबाट हाइवेबाट जानु पर्यो बेलुका पनि भएछ अब चाहिँ टाइम पनि 5 भयो इन्डियाको बाटोमा कुद्नु चाहिँ के मजा नि प्लेन पनि रोड पनि दामी हुन्छ कि प्लेनको स्पिड ओके हुन्छ नि अब सिट बेल्ट चलाउनु पर्यो तर यहाँ चाहिँ जङ्सन आइपुग्न आँटे ट्राफिक लाइट छ यहाँ चाहिँ Finally guys, we are back to home. So आज चाहिँ यति थाक्यो आएर एकछिन रेस्ट गऱ्यो है त अनि बयगाउँ गएर रमाइलो पनि भयो यताउता घुम्यो होइन त्यहाँबाट आज चाहिँ हामीले के चाहिँ ल्याएछ सामानहरू हाम्रो सपिङ चाहिँ भन्ने हेर्नुहोस् त गाइस सो हाम्रो आज चाहिँ सपिङ गरेको अनबक्सिङ चाहिँ के छ भने फर्स्ट अफ अल कोकोनट वाटर यो चाहिँ किन हामीले त्यहाँ इन्डियामा गई किनेको भने चाहिँ बाई 1 गेट 1 फ्री थियो त्यसले गर्दाखेरि कोकोनट वाटर लिएको छ अनि यो स्पेशली यो हामी भुटनिसहरूलाई त यो मिठो लाग्छ नि त सेचुवान सस चटनीहरू स्पाइसी हुन्छ अरे यो छ अनि सुपर सेफ प्याक यो छ अनि म्यागीको दाम भुटानमा बढेको छ त्यसले गर्दा भक्कु लिएको छु म्यागी चाहिँ खतरा लिएर आएको छ हामीले अनि यो भुटानमा त्यति एभाइलेबल हुँदैन त चाइल्डहुडको मेमोरिज अनि यो लिटल हार्ट पनि लिएर आएको छु अनि सस लिएको छ एउटा अनि यो स्क्रबरहरू पनि लिएको छ भुटानमा राम्रो पाउँदैन रहेछ अहिले अनि चुपा चुप चाहिँ यो अर्को सेपमा रहेछ अनि यस्तै लुगाहरू छ भनौँ न गाइस लुगाहरू छ यति नै हाम्रो हुनु चाहिँ अनि हल्का खायो त्यति नै हो थ्याङ्क यू सो गाइस तपाईहरूले देखिहाल्नु भयो होइन हामीले आज के सपिङ गर्यो सो आजको हाम्रो ब्लग चाहिँ यतिमा एन्ड गर्ने भनेर छ सो तपाईहरूलाई हाम्रो ब्लग कस्तो लाग्यो होइन राम्रो लाग्यो भने लाइक कमेन्ट तपाईहरूलाई कस्तो लाग्छ होइन राम्रो लाग्यो भने चाहिँ लाइक कमेन्ट होइन शेयर
सब्सक्राइब गरिदिनु धेरै धेरै धन्यवाद. Thank you for watching our vlog.